हेलो एभ्रिवान। हजुरहरूमध्ये को चाहिँ होइन अब कसैको केही प्रोग्राम आउँदैछ, कसको बर्थडे आउँदैछ, कसको पार्टी आउँदैछ, कसको बिहा आउँदैछ, ल अब चाहिँ छिटो नयाँ लुगा किन्नुपर्छ त्यो पार्टीको लागि जानलाई, त्यो फङ्सनको लागि जानलाई भनेर को छिटो नयाँ लुगा किन्छ। ए त्यो त अस्ति भर्खर लाएको हो, त्यो हुँदैन, म त नयाँ किन्नुपर्छ भन्ने को हुनुहुन्छ होला होइन। म चाहिँ मेरो यो आफ्नो पर्सनल ओपिनियन राख्दैछु है मैले। म चाहिँ त्यस्तो छैन। म त कस्तो छु भन्दाखेरि अब कसैको के आयो भने मलाई नयाँ नो, म त जे छ आफ्नो त्यही लाएर जाने हो। इफ मेरो केही स्पेसल डे छ भने हो मैले एकदम राम्रो स्पेसल लाउनुपर्छ, किनभने सबैको फोकस म माथि हुन्छ होइन। जसको स्पेसल डे हो त्यो माथि फोकस हुन्छ, उसलाई मान्छेले नोटिस गरेर चाहिँ ए उसको स्पेसल डेमा उसले के लगाएछ त भनेर उसलाई चाहिँ नोटिस हुन्छ। तर हामी एज अ गेस्ट बोलाएर हामी जान्छौँ नि, हामी चाहिँ नर्मल्ली जाँदा हुन्छ, ठिक्क नर्मल्ली जाँदा हुन्छ जस्तो लाग्छ। मैले त्यो लुगा अस्ति लाएको थिएँ, त्यो अस्ति फेरि यसले लगाएछ भनेर कसैले नोटिस गर्दैन क्या। अनि हामी चाहिँ जान्छौँ नि, अब बिहा पार्टीमा राम्री भएर जान्छौँ नि होइन। त्यतिखेर हामीले रिसेन्टली हजुरहरू कसैको पार्टी बिहाहरूमा जानुभएको थियो भनेदेखि हजुरहरूलाई याद छ हजुरको सराउन्डिङमा कसले के लुगा लाउनु भएको छ, याद छ त? छैन। तर हजुरले त्यो पार्टीमा के लगाएको थियो भन्ने कुरा राम्रोसँग याद छ होइन। त्यस्तै हामी चाहिँ राम्री भएपछि हामीले आफैलाई नै नोटिस गर्छौँ, आफैलाई नै हेरेर आफै मक्ख पर्छौँ। अरूलाई चाहिँ कस्तो देखाएको छ मलाई, एक दुईचोटि भन्छौँ होला हजुरलाई पनि राम्रै देखाएको छ। तर धेरै जस्तो चाहिँ हामीलाई आफैलाई नै याद गरिरहेको हुन्छौँ कि कस्तो देखिएको छु म भनेर। पुरा ऐना हेर्ने, फोटो खिच्ने सबै आफ्नै गरिरहेको हुन्छ नि त। त्यही भएर मलाई चाहिँ लाग्दैन कि म त एउटै लुगा लाएर 20-25 चोटि पनि जसको जेमा पनि गइदिन सक्छु होइन। मलाई कसले के भन्ला, यसले त यही लाएर आएछ कि यसको यो बाहेक लुगा छैन भन्ला भन्ने मलाई केही पनि लाग्दैन। मलाई राम्रो देख्नु पऱ्यो, म कम्फर्टेबल हुनु पऱ्यो, म त्यो लुगा लाएर गइदिन्छु। मसँग त अब कति धेरै होइन, कति वर्षको लुगाहरू छ। अब के गर्ने त, फालिदिने त्यसलाई? फाल्न त भएन होइन, अब बिग्रिँदा पनि बिग्रिँदैन। त्यही भएर चाहिँ आफूसँग जे छ म चाहिँ त्यही लाएर जाने गर्छु होइन। मलाई चाहिँ लाग्दैन कि कसैको के आयो भने छिटो नयाँ लुगा किनेर फजुल, अब कतिको हबिज होला होइन, अब कतिको इच्छा होला, अब हुनसक्छ, सब आफ्नो आफ्नो हुनसक्छ। तर मलाई चाहिँ त्यो कसैको के आयो छिटो लुगा नि त्यो फजुल खर्चै लाग्छ है, मलाई चाहिँ लाग्छ। म चाहिँ त्यस्तो गर्दिनँ। अनि अब आफूले हेर्ने भनेको आफूले आफैलाई हो। म अस्ति भर्खर कसको पार्टीमा गएँ, मलाई थाहा नै छैन क्या अरूले के लाएको थियो, तर मलाई थाहा छ मैले के लाएको थिएँ भनेर एक थाहा हुन्छ। त्यसैले आफूलाई हेर्ने हो, किन नयाँ लुगा किनेर उ गर्ने। राम्रो छ भनेदेखि त्यही लगाइदिने, केही पनि फरक पर्दैन। हस् त, बाई बाई, थ्याङ्क यू। मलाई जस्तो कसलाई चाहिँ त्यस्तो लाग्छ भन्नुहोस् ल त।